नमस्ते सबैजनालाई के छ तपाईहरु प्रायः सबैको राम्रै होला हैन अनि आफ्टर अ लङ टाइम म चाहिँ फेरि एउटा नयाँ भिडियो बनाउँदै छु अनि आजको भिडियोमा चाहिँ फेरि पनि हैन हामी फिश हन्टिङ जाँदै छौं है त ल नाइट हन अझै लाइट बालेर तीरले हान्दै है त ल केटा रेडी छन् सबै कोही भर्खरै निस्क्यो अब सबै रेडी भइसकेको अब चाहिँ जान लाग्यो हैन ल के हुन्छ अब हेरौँ अब कति मारिन्छ देखाउने छु तपाईहरुलाई हेर्दै गर्नु है त ल सो ल हामी चाहिँ निस्किसकेको हैन केटाहरु अगाडि गइसकेको छ कोही यता छन् कोही केटाहरु बिमल है हाम्रो यही मुर्दारलाई कुरेर बसेको हामीले मानबहादुर हाम्रो थर्को सुल्टी है त ल पूर्ण खै त ओए माने ए ल म चाहिँ लास्टमा हिँडिराखु हैन माछा त त्यसको होला यहाँ चटपट बनाएर खाएर हो चटपट बनाएर खाने भएन यसपालि बहुत हँसाउने केटाहरु छैनन् यार कृष्ण भएनन् त्यसपछि उस भएनन् धनु सन्तोष सोल्टी हैन अनि छ त यार यहाँ त हिलो 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 ल यहाँ चाहिँ अब छुट्टिने लाग्यो है हामी कोही मासतिर जानु लाग्यो मासतिरबाट हान्दै जाने कोही तलबाट हान्दै जाने यता काले भाइ हाम्रो ल काले भाइ त्यो काले भाइले मा झन् निधानमा कालै लाएर यहाँ त ल थर्को सोल्टे त है त ल जाम ल नाइ तिमीहरु चारजना जा के चारजना डिभाइडेड हुन न खै मान्दा ब्याग ल्याउनु मैले बोक्छु मसँग छैन यार एउटा मोबाइल दाजु तेरो दे त मोबाइल छ त भयो बट्टी बाल्न मात्रै सो ल अब यहाँ चाहिँ अब यहाँ चारजना छुट्टेछौँ हामी हैन त्यसपछि हामी चाहिँ अब यहीँदेखि हान्दै जान्छौँ है त ल यसको कन्डिसन होला उसको खराब कुटियो यार कुटियो कुटियो भाइ मोडी छ त्यो यार लाइटले धोका दियो कि लाइट एउटा यसको धुरामा खक्या के हो त्यही हो दाइ मैले हानेको त लाइट के मोबाइलको लाइटको हो यार आफ्नो दाइ त्यही त ओ शेट छुयो मात्र उयो क्यापमा उयो यसले त निस्किन्न के बोधो छ जाने
उके दाइ नक भयो त्यो उ त्यो झिङ्गा माथि हिँडिरहेको नि गयो दाजु ए यही रहेछ अनि त यता हेर्नु बौडा पनि एउटा राख्ने हानेको ओ कोनामा तिनटा के उता कोनामा ढुङ्गा कोनामा Anis? हानु न मर्यो यो समात्यो त समात्यो दाजु ढुङ्गाबाट ओके ल ल कहाँ छ ल यता है आएको त आयो हरि ठुलो है मार्यो एउटा मोरी छ त्यो मर्यो छोपमै छोकिन है छैन गहिरो रहेछ उता चिन्न नदे भाइ चिन्न नदे उठापट्टि हेर्नु मर्यो सोल अहिले चाहिँ होइन थकाइ लाग्यो अहिले खाना खानु लाग्यो हामी चाहिँ होइन मासु सके त हेर ल मासु छ केटाहरूले मासतिर गएको केटाहरूले खाइसकेको छ नि त मार्दै गयो फेरि तलतिर अब हामी चाहिँ यहाँ पूर्ण उता हाम्रो काले भाइ यता हाम्रो नयाँ भाइ यता म भयो के अरे होइन खाना पो कति छ यार यति रहेछ हल्का हल्का खाऊँ न यता मासु के रहेछ मासु चम्मै पारिदिउँ न एउटा मासु हानिदिउँ न काले भाइ यार हरिप भित्र के खाओ दुईजनाले त्यहाँ एउटा उसमा गरौँ न जे तर माछा छोपो तर मजा दियो कि यहाँ तल के हाल हो के हो भात कति छ यति नै हो भात यसमा हालेर खाऊ यसमा हालेर खाऊ ल अलिक भोक लाग्यो यार हामीले नास्ता खाइसक्यौँ होइन अनि यता अब पानी खानी चाहिँ यता हाम्रो यो चाहिँ मूल हो है यहाँ मूल आइरहेको हुन्छ यता मास्तिरबाट यता भाडा धुने कार्यक्रम भइरहेको छ है बस त ल यता चप्पलै हराएर खाली खुट्टा हिँडिरह्यो झन् ए उयो भाँचा न यसरी अनि यो माटो यस्तो हुन्छ चाहिँ माछा लाउनु पनि हेर केटा फर्किन्छ क्या त्यहाँदेखि ल पानी खाइयो होइन अब चप्पल बिना हिँडियो भन्दै नाच्थ्यो नि लाइट वाला ले टुङ्गु टुकुन टुक्कु टुकुन टुङ्गु टुकुन चुक्कु चुकुन ढुङ्गु चुकुन ल यो टिफिन लगाऊँ त राम्रोसँग सो ल अहिले चाहिँ होइन सब पानीमा भिजेर सब जाडो भएर होला अब चाहिँ हामी आगो ताप्दैछौँ हामी मेन है दुब्ली मान्छे हाम्रो मानबहादुर श्रेष्ठ यता विमलहरू हुन्छ यता सानोजना छौँ है यता छु ल आफूलाई देखाऊँ ल हाम्रो मेन है मेन यता यता खोइ कता गयो है रन्दा के गर्न लाग्यो फेरि
आमा खोइ अझै एकचोटि अझै है राम 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 तातो हैन खानको रन्डी मान्ने त्यो तिरमा केही छ के छ खोइ ए त्यो नगरम न छोल्टा यार मान्ने यो यता फाल्ले त तल के तल भुइँमा पोल्यो भने यो विमललाई मैले मा ढुङ्गा पड्यो भने पोको भाग्यो म त परेन भाग्यो जब नुन खुर्सानी गरेर खाने हो के कोही नुन ल्याने कि खाम नुन ल्याने के नुन राखेछ के विमलले भाल्यो नि ल्यायो भने ए बोय अनि के छ भित्र गर्के चल्छ हाम्रो खाना है यतै यता छ भुजा कोहीले त माछा कागो माछा पनि उहाँ पुऱ्याइसकेछ सालेले त्यो एक्लै खाने भनेर होला खै पुण्डा दिएको खुर्सानी मसला गरेर खाने हो नि के अरे खुर्सानी मसला मुस्नी हो ए यो गङ्गो दास नादाजु भन्यो त कस्तो सङ्गीत गरेको र हड्डीले चुलो यसलाई के त्यो मा यो माछा कसले खाने कसले हेर्ने हो मैले भर खान्छु के अरूले खाइ म नि चबाइदिन्छु के अरे ल ज्यानी न हिगै हामीलाई सबै छन् मैले ल नुन बर म दिन्छु भुजाको खै म दियो राजकुमारलाई धन्य कुखु लाग्यो उसमा गुवामा हाल्को सबै खाएको यो के हो सुजम्म ज्याले क्या ज्याल ज्याले हो सुजम्म बेबेन काट्नु त होस् क्या खसेछ तेल पनि हो बुरु यो हालेर पोल्नु हुन्थ्यो नि होइन खायो 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 ल एक एउटालाई पुग्छ के एक पिसलाई यहाँ छ कि अझै एक पिस खोइ यता पनि ल्याइ पानी एउटा बोरा पनि ल्याएन मलाई गङ्गेटा झिँगा पनि ल अब केमा खनाउने त आत्तो भइसकेको छ तेरो कट्टु खोल्ट अनि यता गङ्गेटा देख्न सक्नुहुन्छ होइन त्यहाँ अझै झिँगा पो रातो भयो यता माछा हेर्दै बसिरह होइन सब माछा हो यो बाल्टिनको चाहिँ है त ल माछा यो सब एउटामा यता गर्दै बस्यो फेरि एउटा उतामा आएको छ बत्ती कत्तिको बोल्यो भने त एउटा उता सिद्धिएर मलाई राम्रो देखेन यता बत्ती बाल्दा यार देखियो राम्रो खाने भयो ए मेरो गङ्गेटा पाक्यो कि हो यार माछा खिच्ने हो कि यु क्यान सी यता देखाउनु न हाम्रो पनि के ठुलो उसको निकाल्नु भ्याको केको त्यसमा तेल ल्याएर तेल सर्न डल्ले मसला डल्ले के गर्ने रे तेल ल्याएर सर्न डल्ले मसला लाखौँमा एक हो कि मुस्कान र आज चाइनिजहरूले जस्तो यस्तो उसले त्यो लाऊ यसमा राख है पुरुष जस्तो के ब्रुसले दल्ने होइन हो क्या उसको झिङ्गा माछाको यता बाल्न यार खैर यता यता यी झिँगा हेर्न एक्लै एक्लै खाएको फेरि त्यसलाई हाल्नु यार रातमा डाँडा दिने र ल झिँगा माछा अरे झिँगा माछा केटाले काँचै खुलाउने भयो अब यारमा आएको छ बढी खाने हैन खाए यो 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 के त्यसको भोलिको त गयो भने पाक्छ गाउँ हेर्नु न मेरो त है
हान्दै रहेछ केटाहरूले कसले हानेको यसलाई मानेले हानेको के मानिले हो यही हानेर चाहिँ जोसेर गयो नि त्यो पानीमा डुब्न डाइरेक्ट कहाँ जाने त्यो सो ल अहिले चाहिँ हामी घर जानु लाग्यो होइन त्यही हो माछा चाहिँ कति मारेछ मैले देखाइहाल्छु होइन अब चाहिँ घरतिर जानु लाग्यो कति बजे छ अहिले केटा 3 कति है नि अनाखत के मान्छे ल अब चाहिँ हामी घर जानु लाग्यो अब लगभग 1 घन्टा लाग्छ है 1 घन्टा जति लाग्ला यहाँबाट घर पुग्नलाई यता बेलारी केटाहरूको घर पुग्नलाई त्यसपछि त्यहाँबाट म घर जानलाई चाहिँ 15-20 मिनट जति लाग्छ होला 30 भनौँ धेरै भनौँ यहाँ हाम्रो सोल्टीलाई हेर न यार बिचरामा आएको छ चप्पल चुटेर खाली मजा माछा अलिक चिक सो ल अहिले चाहिँ हामी घर आइसकेको है यता साथीको घर अनि अहिले चाहिँ यहाँ छौँ सबैजना वाइ म त यार खाली खुट्टा आएको म केही म त जान्न होला यार भन्न अब त सुतिहाल्ने खो यो फेरि जिमी ल अब चाहिँ भाग लगाउनु लाग्यो भाग लगाएर अब सबै आफ्नो घरतिर जानुपर्छ है त ल कसले लगाउने म त लाउँदैन म त लाउँदिनँ होला यार निन्द्राले पुरै हुम्म भइसकेछ यार मान्छेहरू सबै म भएन काले भाइ त काले भाइ नै हो नि ल अहिले चाहिँ भाग लगाउनु लाग्यो है गगेटा छुट्याउनु लाग्यो है गगेटा छुट्याउनु छिटो काले भाइ भाग लगाएर लगभग सकिसकेछ है केटाहरूले हँसाउनु बस्दै भयो छोड्दै हाल्दैन म त्यहाँ हाम्रो घर अगाडि हिँडेर लगेर फालिदिन्छु बाच्छ यता अरू प्लास्टिकमा हाल्न त्यो भन्दा त भयो त त्यो ड्याममा पनि त्यहाँ बाल्यो भने बाच्छ यस्तो गरेर बस्छ यता होइन उनको घर हिरो हो नि सो ल अहिले म चाहिँ घर आइसकेको छु है भाग सबै बाँडेर आफ्नो भाग लिएर चाहिँ सबै घर गइसकेन् अनि म नि अहिले घर आइसकेको छु अनि अहिले चाहिँ कति बजेछ भन्दा 5:13 भइसकेको छ अनि त्यही हो आजको भिडियो यति नै है मन परे लाइक गरिदिनु होला सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला है त ल फेरि पनि भेट्ने छु तपाईँहरूलाई अर्को भिडियोमा